नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। इलाममा गाडीले किचेर एकजनाको मृत्यु, सिन्धुपाल्चोकको 23 किलोमा टिपर दुर्घटना, 5 जना घाइते। ओली नेतृत्वको वर्तमान सरकार इतिहासको नालायक सरकारको रूपमा दर्ज हुन गएको राप्रपाको अध्यक्ष राणाको दाबी। सरकारले राष्ट्रिय एकता विपरीत काम गरेको कांग्रेस सभापति देउवाको आरोप। निजी क्षेत्रको लेखा परीक्षणमा महालेखा परीक्षकको कार्यालयले निर्देशन दिन सक्ने व्यवस्था विधेयकप्रति आइक्यानले जनायो आपत्ति। र फिलिपिन्समा आएको वर्षात सहितको शक्तिशाली आँधीमा परेर 68 जनाको मृत्यु। अब समाचार विस्तारमा। इलामको फाकफोकथुम गाउँपालिका 1 लुङसुङदाङमा आज बिहान गाडीले किचेर एकजनाको मृत्यु भएको छ। लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका 1 का 72 वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताए। सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सार्दा गाडीले किचेको हो। गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामोसाङ्गु जिरी सडक अन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गा स्थित 23 किलोमा आज बिहान टिपर दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। 2 जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाँडीचौर स्थित सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आवास निर्माणका लागि बनेपाबाट सिमेन्ट र रड लिएर दोलखाको मागापौवा जाँदै गरेको बा4 ख 8297 नम्बरको टिपर सडकबाट 100 मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यम बहादुर बुढाथोकीले जानकारी दिए। प्रदेश नम्बर 2 का प्रदेश प्रमुख र प्रधान सेनापति बीच सोमबार भेटवार्ता भएको छ। प्रदेश प्रमुख रत्नेश्वर लाल कास्त र प्रधान सेनापति पूर्णचन्द्र थापा बीच आज बिहान करिब 11 बजे भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रह्मानन्द ठाकुरले जानकारी दिनुभयो। सो भेटमा प्रदेश नम्बर 2 मा विकास कार्यमा हुन सक्ने सेनाको भूमिका विषयमा कुराकानी भएको छ। साथै सो भेटका क्रममा प्रधान सेनापति थापाले प्रदेश 2 मा महोत्तरीको बर्दिवास स्थित सैनिक विद्यालय तथा सैनिक अस्पताल सञ्चालन हुने जानकारी दिनुभएको छ। हाल बढ्दो समस्याका रूपमा रहेको युवा पलायनलाई रोक्न रोजगारीको अवसर सृजना गरी युवाहरूलाई सेनामा आकर्षित गर्ने योजनाहरू पनि ल्याएको बताउनुभयो। साथै तराई मधेसमा चाडपर्व तथा सांस्कृतिक रीतिरिवाज जस्ता कुराहरूलाई विभिन्न कार्यक्रमहरूका माध्यमबाट पहाड तथा हिमालमा समेत झल्काउने बताउनु भएको छ। साथै उहाँले पहाड र हिमालका संस्कृतिहरूलाई तराई मधेसमा चित्रण गर्ने समेत बताउनुभयो। प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर शाहले बालबालिकाको हातमा देशको भविष्य रहे पनि उनीहरूको भविष्य अभिभावकको हातमा रहेकोले सबै सचेत हुन आवश्यक रहेको धारणा राखेका छन्। प्रदेश सरकारको सहजीकरण, आसमान नेपाल र आरसीडीको सहयोग र बाल मजदुर सरोकार केन्द्र सीबीएनले आयोजनामा जनकपुर धाममा भएको नेपालको तहगत सरकारको संरचनामा बाल संरक्षणको सवाल विषयको प्रदेश स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शाहले देशको भविष्य बालबालिकाको हातमा रहेको भन्ने अनि उनीहरूको भविष्यको बारेमा कसले सोच्ने प्रश्न गरेका थिए। प्रदेश सरकारले गर्नुपर्ने केही प्रमुख कार्यहरू, प्रथममा प्रदेशमा नीति कानुन मापदण्ड निर्माण कसको लागि त बालकहरूको लागि। त यो त हाम्रो धर्मै हो, यो गरेकै छ पूर्वक इमानदारी पूर्वक बालबालिकाको हकको लागि कर्तव्यनिष्ठ हुनुभयो। यो पनि मैले भने खाली अरूसँग आशा गर्ने आफू नगर्ने तब हुँदैन, पहिला त हाम्रो कर्तव्य हो। कार्यक्रममा बोलेको प्रदेशका राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूले समेत बालबालिकाको संरक्षणका लागि नीतिभन्दा पनि व्यवहार परिवर्तन आवश्यक रहेको बताएका थिए। सवालमा कसरी उनीहरूको राइट्सलाई लिगली ग्रान्टेड गर्ने, त्यो भनेको बाल संरक्षणको लिगल एस्पेक्ट हो। त्यसको निम्ति प्रदेश सरकारले धेरै हदसम्म, हाम्रा माननीय मन्त्रीज्यू यहाँको बिचमा धेरै कुरा राख्नुहुन्छ, तथापि बालबालिकाको हित सम्बन्धी बनेका विधेयक प्रदेश नम्बर 2 को सदनमा दर्ता भइसकेको छ र दर्ताबाट सिधै अब सदनमा छलफलको विषयमा जान्छन्। संरक्षण पुस्तक में प्रदेश की नीति तथा कार्यबल कैसे मजबूत होगा, बाल बालिका का संरक्षण कैसे करवाएंगे, स्थानीय जैसे ये 3 सरकार की बात हो, हम कैसे
युनियनको कार्यकारी निर्देशक कुमार भट्टराईको अध्यक्षतामा भएको गोष्ठीमा उपस्थित प्रदेशका 8वटै जिल्लाका जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको सहित उपस्थित सम्बन्धित निकायका प्रतिनिधिहरू बाल संरक्षणका चुनौतीहरूको पहिचान गरी समस्या समाधानका उपायहरूको निष्कर्ष लगाउनेछ। अपन समाचारमा अहिलेलाई व्यावसायिक विश्रामपछि ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रूपमा दर्ज हुन गएको राप्रपाको अध्यक्ष राणाको दावी। सरकारले राष्ट्रिय एकता विपरीत काम गरेको कांग्रेस सभापति देउवाको आरोप। र फिलिपिन्समा आएको वर्षात सहितको शक्तिशाली आँधीमा परेर 68 जनाको मृत्यु। विश्रामपछि अब समाचारका बाँकीका प्रसङ्गहरू। धनुषाको विभिन्न विद्यालयहरूमा बाल विकासको कक्षामा पढाउने शिक्षिकाहरू आफूहरूको तलब न्यून रहेकोले जीवन धान्न गाह्रो भएको भन्दै आन्दोलित हुने चेतावनी दिएका छिन्। 2062 सालदेखि मात्र 1000 तलबमा आफूहरू काम गर्न सुरु गरेको बताउँदै उनीहरू अहिले 6000 तलब पाइरहेको र त्यसले परिवार चलाउन धौधौ परिरहेको बताउँछिन्। हामीहरूको के अरे यो बाल विकास लगभग हामी 62 सालदेखि नै भन्न भएको छु। 1000 हाम्रो तलब सुरु भएको छ। अहिलेसम्म हामीहरूको अलिअलि अथि के अरे वृद्धि गर्दा गर्दै 6000 सम्म पुगेको छ। दिनको 200 रुपियाँको दरले हामीहरूको छ। जस्तो कि हामीहरूको श्रम शोषणको अनुसार त्यो पुरै हामीलाई हेरेको छ यो सरकारले, हैन? त्यस कारण हामी अब लास्टमा गएर अब त कति दिन सहने, अब त धेरै भनी त अब कति सहने, त्यो खप्न सकिँदैन हाम्रो खर्च। त्यही भएर हामी एउटा समिति चाहिँ गरेर हामी यो सङ्घर्ष समितितिर लागौँ, पहल गरौँ कि। त्यही भएर हामी आज त्यो प्रदेश सरकारसँग भेट्न आएको छु एउटा ज्ञापन पत्र लिएर। आफ्ना मागहरू समेटेको ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेकी उनीहरू आफूलाई सरकारले महिला भएकै कारण हेप्न खोजेको भन्दै आवश्यक परे हक र अधिकारका लागि आन्दोलनमा उत्रने चेतावनी समेत दिएकी छिन्। अब एकचोटि भएन, दोस्रो चोटि पनि आउँछु हामी, हैन? फर्स्ट चोटि आउँछु तर दोस्रो चोटि पनि आउँछु। अब दोस्रो चोटि सुन्नु भएन भने हामी महिला नै छौँ, महिला सम्झेर नहेप्नु हामी सरकारलाई मात्रै आग्रह गरिरहेको छु। अहिले महिला छौँ, महिला भएर हामीलाई नहेप्नु, बाध्य नबनाउनु। बालबच्चा छोडेर यो स्कुल शैक्षिक संस्था छोडेर हामीलाई नौकास्नु कि अगाडि बढ्नको लागि चरमबद्ध आन्दोलनको लागि नौकास्नुहोस्। प्लिज हामीहरूको अनुरोध सुनिदिनुहोस्। हजुरहरूलाई म त्यति नै आग्रह गर्दैछु। उनीहरू बाल विकास कक्षामा बच्चालाई पढाउँदै स्नातकोत्तरसम्म गरेका शिक्षिकाहरूको उमेर हद समेत पार भइसकेकोले उनीहरूको बारेमा समेत सरकारले सोच्न पर्ने बताएका छन्। कार्यालयमा अचानक आइपुगेका प्रदेशका प्रमुख सचिव दीपक सुवेदीले उनीहरूको गुनासो सुनेका थिए। प्रदेश सरकार गठन नभएको पहिला नै हामी उ गरेका थियौँ सर, शिक्षामा दिएको थियौँ। प्रदेश सरकार गठन भएपछि आएको छैन। ठिक छ, यसो गर्नु न त। अब आज त यो मसित हुन्छ होइन, यहाँ छोडिदिनु होला, मन्त्रीज्यू बेलुका आउनु होला, हुन्छ म मुख्यमन्त्रीसँग कुरा गर्छु। तपाईँहरू एकचोटि त्यसपछि तपाईँको नम्बर यसमा लेखिदिनुहोस्, यहाँ तपाईँको मोबाइल नम्बर लेखिदिनुहोस् है, अनि हामी तपाईँलाई एकचोटि सम्पर्क गरेर। अध्यक्ष यादवका अनुसार धनुषामा करिब 1500 बाल विकास शिक्षिकाहरू रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिनको समेत भाँच्न नसकेको टिप्पणी गर्नुभएको छ। अध्यक्ष राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रूपमा दर्ज हुन पुगेको दावी गर्नुभएको छ। सोमबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले कामै गर्न नसकेपछि सत्तारूढ दल नेकपाकै नेताहरूले सरकारको व्यापक आलोचना गरिरहेको तर्क पनि गर्नुभयो। अध्यक्ष राणाले राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो। राष्ट्रपतिलाई महँगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शीतल निवासलाई विस्तार गर्ने सरकारको यो योजनाप्रति अध्यक्ष राणाले आपत्ति रहेको छ। अध्यक्ष राणाले राष्ट्रपतिले राजा महाराजाको जस्तै सेवा सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको स्पष्ट पार्नुभयो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले 20 वर्षभित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रूपमा विकास गर्ने योजना अघि सार्नु भएको छ। मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्यमा जोड दिन पनि स्पष्ट पार्नुभयो। आज काठमाडौँमा आयोजित नेपाल पर्यटन बोर्डको 20औं वार्षिकोत्सव कार्यक्रममा उहाँले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरूलाई पनि आग्रह गर्नुभयो। मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने पनि स्मरण गराउनुभयो। कार्यक्रममा 20 वर्षमा बेसिक आधारभूत क्षेत्र भनेको टुरिज्म क्षेत्र हो भन्ने कुरा स्थापित गर्नेछौँ, यो विश्वास म व्यक्त गर्न चाहन्छु। यस अर्थमा यसमा सबैलाई सफलता मिलोस् र टुरिज्म बोर्डको आगामी दिन सफल रहून्, म यो शुभकामना र बधाई दिन चाहन्छु र आज सम्झन चाहन्छु। यसको स्थापनादेखिबाट अगाडि हामीले हेऱ्यौँ संस्थापकज्यूहरू सरकार र निजी क्षेत्रको मिलेर दुईटाले मिलेर काम गर्ने पब्लिक प्राइभेट पार्टनरशिप मोडलमा काम गर्ने। मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रूपमा विकास गर्न लागिरहेको पनि बताउनुभयो। कार्यक्रममा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटन क्षेत्रको दिगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभयो। पर्यटन क्षेत्रलाई सेवाको रूपमा नभई व्यापारको रूपमा जोड दिँदा पर्यटन क्षेत्रको विकासमा टिकाउ नहुने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ। कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनेहरूलाई सम्मान समेत गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाउनु भएको छ। सभापति देउवाले सरकार एकलौटी ढङ्गले अघि बढिरहेको उल्लेख गर्दै त्यस विरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो। पार्टीको 43औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सरकारले कर्मचारी तन्त्रलाई समेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गर्दै त्यस विरुद्ध आफ्नो पार्टी सङ्घर्ष गर्न बाध्य हुने पनि स्पष्ट पार्नुभयो। कर्मचारीको खिलाफमा सरकारले अध्यादेश ल्याएको छ। सभापति देउवाको आशंका थियो अब सेना र प्रहरीलाई पनि सरकारले पार्टीकरण गर्नेछ। सभापति देउवाले मुलुकमा बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको पनि उल्लेख गर्नुभयो। सभापति देउवाले प्रजातन्त्रका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने पनि बताउनुभयो। कार्यक्रममा बोल्दै कांग्रेस युवा नेता गगन कुमार थापाले कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको समर्थक कार्यान्वयन गर्ने दायित्व कांग्रेसको भएको उल्लेख गर्दै त्यसका निमित्त जिम्मेवार भएर अघि बढ्न पार्टीका नेतृत्व गम्भीर ध्यानकर्षण गराउनुभयो। अपन समाचारमा फेरि पनि व्यावसायिक विश्रामपछि निजी क्षेत्रको लेखा परीक्षणमा महालेखा परीक्षकको कार्यालयले निर्देशन दिन सक्ने व्यवस्था विधेयकप्रति आइक्यानले जनायो आपत्ति। र फिलिपिन्समा आएको वर्षात सहितको शक्तिशाली आँधीमा परेर 68 जनाको मृत्यु। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकीका प्रसङ्ग। सरकारले निजी क्षेत्रको लेखा परीक्षणमा महालेखा परीक्षकको कार्यालयले निर्देशन दिन सक्ने व्यवस्था सहित ल्याएको लेखा परीक्षण सम्बन्धी विधेयकप्रति नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आइक्यानले आपत्ति जनाएको छ। आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्याय र पूर्व अध्यक्ष टङ्क पनेरूले सरकारले निजी क्षेत्रको लेखा परीक्षणमा महालेखा परीक्षकको कार्यालयले निर्देशन दिन सक्ने व्यवस्था सहित ल्याएको लेखा परीक्षण सम्बन्धी विधेयक संविधान, कानून तथा आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप हुने गरी आएको भन्दै आपत्ति जनाउनु भएको हो। आइक्यानका अध्यक्ष उपाध्यायले निजी क्षेत्रको लेखा परीक्षण गर्ने जिम्मेवारी कानूनले नै आफूहरूलाई दिएको उल्लेख गर्दै त्यसमा हस्तक्षेप हुने गरी आएको भन्दै आफूहरूलाई मान्ने नहुने चेतावनी दिनुभयो। संघीय संसदको अर्थ समितिमा लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 माथिको छलफल जारी छ। आजको बैठकमा सोही विधेयकमाथि छलफलमा भाग लिँदै आइक्यानका अध्यक्ष उपाध्यायले आफूहरूको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने गरी सो विधेयक आएको भन्दै असहमति जनाउनु भएको हो। पर्सामा अवैध लागू औषध चरस सहित 160 किलोग्राम सहित एकजना ट्रक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नाचार ख 2958 नम्बरको ट्रकका चालक हेटौडा उपमहानगरपालिका 12 पद्मपोखरीका 29 वर्षीय नेत्रबहादुर बल रहेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालिका 31 परवानीपुर मिलनचोक सडक खण्डबाट जाँचका क्रममा
ट्रकबाट चरस बरामद गरेको हो। ट्रकमा बडी र क्याबिनको बीचको भागमा फल्स बटम बनाई चरस लुकाइएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले ट्रकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षात सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा 68 जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरूले बताएका छन्। बाढीले डुबेका क्षेत्रहरूमा उद्धार कार्य जारी रहेको छ। अधिकारीहरूले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या 22 रहेको जनाएका थिए। खोजी तथा उद्धार कार्य अझै जारी रहेकोले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ। अझै पनि 17 जना हराइरहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ। अब खेल समाचार। यूएई विरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ। छनौट समितिले यूएई विरुद्धको सिरिजको लागि 20 सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ। छनौट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहित कुमार पौडेल, प्रदीप एरी, दीपेन्द्र सिंगेरी रहेका छन्। त्यस्तै ललित भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशान भारी, विक्रम सोभ, भीम सार्की र अविनाश कर्ण रहेका छन्। यूएईसँग 3 खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले 3 खेलकै T20 अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ। नेपालले पहिलो एक दिवसीय खेल जनवरी 25 तारिक खेल्नेछ भने 26 तारिकमा दोस्रो र 28 तारिकमा तेस्रो खेल्नेछ। एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले T20 अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। अन्तमा हेडलाइन्स पुनः एकपटक। इलाममा गाडीले खिचेर 1 जनाको मृत्यु। सिन्धुपाल्चोकको 23 किलोमा टिप्पर दुर्घटना, 5 जना घाइते। ओली नेतृत्वको वर्तमान सरकार इतिहासको नालायक सरकारको रूपमा दर्ज हुन गएको राप्रपाको अध्यक्ष राणाको दावी। सरकारले राष्ट्रिय एकता विपरीत काम गरेको कांग्रेस सभापति देउवाको आरोप। निजी क्षेत्रको लेखा परीक्षणमा महालेखा परीक्षकको कार्यालयले निर्देशन दिन सक्ने व्यवस्था विधेयकप्रति आइक्यानले जनायो आपत्ति। र फिलिपिन्समा आएको वर्षात सहितको शक्तिशाली आँधीमा परेर 68 जनाको मृत्यु। बेस त अपन समाचार अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।